नमस्ते अनि हार्दिक स्वागत छ सबैजनालाई। आजको यो विशेष क्लासमा हामी पृथ्वीको सबैभन्दा विशाल र रहस्यमय जलकुण्ड प्रशान्त महासागरको एउटा अद्भुत यात्रामा निस्किँदैछौँ। आज हामी नाविक बन्नेछौँ, अन्वेषक बन्नेछौँ र यो अकल्पनीय नीलो संसारको गहिराईमा लुकेका तथ्यहरू खोज्नेछौँ। तयार हुनुहुन्छ त? ल, सिट बेल्ट बाँधौँ, किनकि यो यात्रा इतिहासकै सबैभन्दा रोमाञ्चक हुनेवाला छ। आजको हाम्रो एक्सपेडिसनको लगबुकमा मुख्यतया 6वटा क्षेत्रहरू छन्। हामी यसको नामकरणदेखि लिएर यसको विशालता, गहिराई अनि प्रशान्त अग्नि घेरा हुँदै आँधी, टापुहरू र अन्त्यमा यो महासागर कसरी खुम्चिँदैछ भन्ने रहस्यसम्म पुग्नेछौँ। यी सबै कुराहरू एक्जामको लागि पनि एकदमै महत्त्वपूर्ण छन् है। ल, सबैभन्दा पहिला यसको परिचय र नामकरणबाटै सुरु गरौँ। हाम्रो यात्राको सुरुवात गर्न समयको चक्रलाई अलिकति पछाडि घुमाएर सन् 1520 तिर लागौँ। स्पेनका प्रख्यात अन्वेषक फर्डिनान्ड मेगलनले यसको पानीमा यात्रा गर्दा निकै शान्त महसुस गरेछन् र यसलाई शान्त र सौम्य महासागर अर्थात् पेसिफिक ओशन भनेर नामाकरण गरे। तर के यो साँच्चै त्यस्तो शान्त छ त? पक्कै छैन। यहाँ त ठूला ठूला आँधी र ज्वालामुखीको राज चल्छ। नाम चाहिँ शान्त, काम भने निकै खतरनाक। अब लागौँ हाम्रो दोस्रो बिन्दु, यसको अकल्पनीय विशालता र सिमानाहरूतर्फ। यहाँनिर एउटा VVI एक्जाम अलर्ट छ है, सबैले नोट गर्नुहोला। प्रशान्त महासागरको क्षेत्रफल झन्डै 16 करोड 57 लाख वर्ग किलोमिटर छ। यो यति विशाल छ नि, यसले पृथ्वीको कुल भूभागको लगभग 1/3 भाग ओगटेको छ। अझ अचम्मको कुरा त के छ भने पृथ्वीमा भएको कुल पानीको 45% पानी त यसै महासागरमा मात्रै छ। यसलाई अझ सजिलोसँग बुझ्नको लागि एउटा नाविकको नजरबाट हेरौँ। यो महासागर पृथ्वीका 7वटै महादेशहरू एकै ठाउँमा जोड्दा बन्ने भूभागभन्दा पनि ठूलो छ। सुन्दा पत्याउनै गाह्रो होइन र? यो सुमेरु महासागरभन्दा 11.5 गुणा ठूलो छ र आन्ध्र महासागरभन्दा ठ्याक्कै 2 गुणा ठूलो छ। यसको आकार पनि निकै चाखो लाग्दो छ। नक्सामा हेर्नुभयो भने यसले ठ्याक्कै एउटा त्रिभुजाकार अर्थात् ट्रायङ्गुलर आकार निर्माण गरेको देखिन्छ। अन्वेषकहरूका लागि यो एउटा स्पष्ट ज्यामितीय आकार हो जसले दिशा पत्ता लगाउन धेरै नै सहज बनाउँछ। अब यसका भौगोलिक सिमानाहरू हेरौँ, जुन नोटको लागि एकदमै महत्त्वपूर्ण छन्। यसको उत्तरमा एसिया र उत्तर अमेरिका पर्दछन्, दक्षिणमा अन्टार्कटिका र कुमेरु महासागर छन्, पूर्वतर्फ उत्तर र दक्षिण अमेरिका छन् भने पश्चिममा एसिया र अस्ट्रेलिया महादेश रहेका छन्। यो कुरा चाहिँ कण्ठे पार्नु होला है। सिमानाहरू पार गरिसकेपछि अब पालो आएको छ गहिराईको। हाम्रो पण्डुब्बीलाई अन्धकारतर्फ लैजाउँ। प्रशान्त महासागरको औसत गहिराई करिब 4300 मिटर छ। तर यो त औसत मात्रै हो। यसको सबैभन्दा गहिरो र डराउँदो भाग फिलिपिन्स नजिकै अवस्थित छ, जसले मानव कल्पनालाई नै चुनौती दिन्छ। त्यो डरलाग्दो भाग हो मारियाना ट्रेन्च। यो कुनै सामान्य समुद्री खाडल होइन। यो पृथ्वीकै सबैभन्दा गहिरो बिन्दु हो। यो अन्वेषणको अन्तिम सीमा हो जहाँ सूर्यको किरण कहिल्यै पुग्दैन। यहाँहरूको एउटा VVII एक्जाम अलर्ट आयो है। यो अङ्क सधैँ याद राख्नुहोला, 11,776 मिटर। यो मारियाना ट्रेन्चको गहिराई हो। विश्वको सबैभन्दा गहिरो बिन्दुको यो ठ्याक्कै मापन हो। दिमागमा सेट गरिहाल्नुहोस्। ल, अब गहिराईबाट हाम्रो पण्डुब्बीलाई सतहमा ल्याऊ। अब हामी प्रशान्त अग्नि घेरा अर्थात् रिङ अफ फायरतर्फ प्रवेश गर्दैछौँ। अलिकति सावधान रहनुहोला। प्रशान्त महासागरको तटीय क्षेत्रमा प्रशस्त मात्रामा ज्वालामुखीहरू उत्पन्न हुने हुँदा यसलाई रिङ अफ फायर भनिन्छ। यो क्षेत्रमा निरन्तर भूकम्प र ज्वालामुखी विस्फोट भइरहन्छ। विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी मौना लोआ पनि यही अवस्थित छ। मेगलनले यसलाई शान्त भनेका थिए, तर यहाँ आएर उनको कुरा पुरै गलत साबित हुन्छ। ज्वालामुखीको तापबाट बच्दै अब हामी आँधी र टापुहरूको क्षेत्रमा अगाडि बढौँ। यो महासागर विनाशकानी आँधीहरूको घर पनि हो। दिशाअनुसार आँधीको नाम फरक फरक हुन्छ र यो परीक्षाको लागि एकदमै महत्त्वपूर्ण छ। एउटा सानो टेबल बनाएरै सम्झिनुहोस्। उत्तर पश्चिम दिशामा चल्ने आँधीलाई टाइफुन भनिन्छ भने दक्षिणतर्फ चल्ने आँधीलाई विलिविली भनिन्छ। आँधी मात्रै होइन, यहाँ हजारौँ टापुहरू पनि छन्। विशेष गरी फिजीलाई यसको रणनीतिक अवस्थितिका कारणले प्रशान्त महासागरको चौबाटो अर्थात् क्रसरोड अफ द पेसिफिक भनेर चिनिन्छ।
अर्को महत्त्वपूर्ण कुरा, यो महासागरमा एसियाको यान्जे र अमेरिकाको मिसौरी जस्ता विशाल नदीहरू आएर मिसिन्छन्। अब हामी हाम्रो आजको अन्वेषणको अन्तिम र सबैभन्दा रहस्यमय चरणमा पुगेका छौं, खुम्चिदो महासागर। हामीले भर्खरै हेर्यौं कि यो महासागर 7वटै महादेशभन्दा ठूलो छ। तर के तपाईहरुलाई थाहा छ, यो यति विशाल महासागर निरन्तर सानो पो हुँदै गइरहेको छ? सुन्दा अचम्म लाग्छ नि, हैन? यस्तो विशाल जलराशि कसरी खुम्चिन सक्छ होला त? यसको पछाडिको मुख्य कारण हो पृथ्वीको भौगर्भिक अवस्था। टेक्टोनिक प्लेटहरूको निरन्तर चाल र घर्षणले गर्दा यो विशाल प्रशान्त महासागर हरेक वर्ष ठ्याक्कै 1 इन्चले खुम्चिँदै गइरहेको छ। यो विज्ञान र भूगोलकै सबैभन्दा अचम्म लाग्दो तथ्यहरूमध्ये एक हो। ल, अब हाम्रो आजको ऐतिहासिक यात्राको अन्त्यतिर आइसकेका छौं। एक्जामको लागि आजका VVI तथ्यहरूलाई फेरि एकपटक सरर रिभाइज गरौँ है। पृथ्वीको 1/3 भूभाग ओगट्ने यसको विशालता, 11,776 मिटर गहिरो मारियाना ट्रेन्च, खतरनाक ज्वालामुखीहरूको रिङ अफ फायर र प्रत्येक वर्ष 1 इन्चले खुम्सिँदै जाने यसको अनौठो रहस्य। यी पोइन्टहरू पक्कै पनि नोट गर्नुभयो होला। आज हामीले प्रशान्त महासागरको नाम पछाडिको भ्रम मात्र तोडेनौं, यसको वास्तविक र अद्भुत शक्तिलाई पनि नजिकबाट बुझ्यौं। के अब भविष्यमा विश्वको नक्सा हेर्दा यो महासागरलाई पहिलेकै सामान्य दृष्टिकोणले हेर्न सक्नु होला त? पक्कै पनि सकिँदैन। यो केवल पानीको भण्डार मात्र होइन, यो त पृथ्वीको सबैभन्दा ठूलो र रहस्यमय शक्ति हो। आजको यो अन्वेषणमा जोडिनु भएकोमा धेरै धन्यवाद। यस्तै रोचक भौगोलिक रहस्यहरू लिएर फेरि अर्को सेसनमा भेटौँला। नमस्ते।